सलिकाज्यू आजको यस विशेष मिट एन्ड ग्रिट कार्यक्रम साथै नयाँ वर्ष 2026 को उपलक्ष्यमा पिएनओ साथै एनआरएन थाइल्यान्डले संयुक्त रूपमा आयोजना गर्नुभएको यो कार्यक्रमका अध्यक्षज्यू साथै यस कार्यक्रमका प्रमुख अतिथि थाइल्यान्डका लागि नेपाली राजदूत महामहिम धनबहादुर ओलीज्यू, अहिले हाम्रो अगाडि अघिसम्म गभर्नर साथ हुनुहुन्थ्यो। यहाँ चाहिँ भर्खरै उहाँको कार्यव्यस्तताले जानु पर्यो। त्यसै गरी आजको यो भरिभराउ माहौलको विशेष व्यक्ति र यो कार्यक्रमको प्रमुख आकर्षक एनआरएन आईसीसी का ग्लोबल प्रेसिडेंट डाक्टर बद्री केसीज्यू, साथै यो संस्था भर्खरै जन्मिएर ताते गराउँदै यो संस्थालाई अगाडि बढाउन लागेदेखिबाट अहिले संस्थामा यहाँ आउने बेलासम्म साथ दिने संस्थाका संस्थापक डाक्टर विमोदासज्यू, साथै भाउजू, संस्थालाई सधैँभरि माया गर्ने, अहिले दिदीको नाम पनि फरक भएको छ, प्रधानमन्त्री सेतो कपालवाला दिदी भनेर नेपाल भन्नुहुन्थ्यो, यही हलमा पनि भन्नुभएको थियो। हजुरले पियानोको विषयमा साँच्चीकै माथि लैजाँदा तपाईँहरू जस्तो दिदीहरू अहिले पनि हामीसँग काँधमा काँध मिलाएर जानुहुन्छ नेपालमा, त्यो चिसोमा, त्यो असजिलो ठाउँमा पनि। त्यसले गर्दाखेरि पियानो चाहिँ अलि माथि पुगेको छ दिदीज्यू। त्यसै गरी पियानोका चेयर आदरणीय व्यक्तित्व कुमार कार्कीज्यू, नेपाली सङ्गीत क्षेत्रका धरोहर आनन्द कार्कीज्यू र संस्थालाई सधैँ माया गर्ने आदरणीय व्यक्तित्व डेभिड खनालज्यू। त्यसै गरी नेपाली एयरलाइन्सका कन्ट्री म्यानेजरज्यू। म अलिकति भूमिका किन बाँध्न चाहेँ भनेपछि भर्खरै निवर्तनमा आएको यो कुर्सी छोड्नै मन लाग्दो रहेछ। अनि अर्को चाहिँ आज मैले थुप्रै पियानोका चाहिँ नयाँ यङ जेनेरेसनका मान्छेहरूलाई मैले देखिरहेको छु। भर्खर हामीले चाहिँ पियानो सम्बन्धी एउटा चाहिँ विषय सम्मेलन गरेका थियौँ। यहाँ चाहिँ त्यति बेलाको मासभन्दा यो मास अलिक फरक देखेको हुनाले म अलिकति विस्तृत रूपमा आइसिसीको भूमिका र एनसिसीको भूमिकाहरूको विषयमा केही कुराहरू गर्न जाँदैछु। र पनि यहाँहरूको व्यस्त तालिका र अमूल्य समयको अभाव हुँदाहुँदै पनि यस कार्यक्रममा उपस्थित भइदिनु भएकोमा हामी यहाँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। गैर आवासीय नेपाली सङ्घ विश्वभर रहेका गैर आवासीय नेपालीहरूलाई एकीकृत गर्ने सर्वोच्च अन्तर्राष्ट्रिय संरचना हो। यसको मुख्य उद्देश्य विदेशमा बसोबास गर्ने नेपालीहरूको अधिकार, पहिचान र हितको संरक्षण गर्नु हो। गैर आवासीय नेपाली सङ्घले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद एनसिसीहरूबीच समन्वय र मार्गदर्शनको भूमिका खेल्ने गर्दछ। नेपाल सरकारसँग नीतिगत संवाद, लगानी, नागरिकता, सामाजिक सुरक्षा जस्ता विषयमा